नमस्कार दर्शकवृन्द, श्री स्वस्तानी व्रतकथाको आजको अध्यायमा हामी एउटा यस्तो हृदय विदारक तर आशाले भरिएको कथा सुन्दैछौँ जहाँ पापको प्रायश्चित र भक्तिको शक्ति स्पष्ट देखिन्छ। कसरी एउटा नाग नागिनले 12 वर्षसम्म पातालमा वियोगको पीडा सहनु पर्यो। एकतर्फको खुसीको पुनर्मिलन हुँदा अर्कोतर्फ चन्द्रावतीको पश्चातापले भरिएको आँसु छ। स्वस्तानी माताको कृपाले कसरी असम्भव कुरा पनि सम्भव हुन्छ। कथा अन्त्यसम्म सुन्नुहोला, किनकि आजको यो प्रसङ्गले हाम्रो जीवनमा धैर्य र श्रद्धाको महत्त्व बुझाउनेछ। अब कथा सुरु गरौँ। कथा सुरु गर्नुभन्दा अगाडि हामी श्री स्वस्तानी माताको प्रार्थना गरौँ। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अतः सप्तविंशोऽध्यायः। चन्द्रावती स्ववृत्तान्त उपाख्यानम्। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँ पछि चन्द्रावतीले बगाएका 8 रोटीमा 4 रोटी नागिनले पाएर हातमा लिई, यस्तो अपूर्व रोटी कसले बगाएछ? मेरो पति घर छैनन्, 12 वर्ष भयो, कहाँ गए पत्ता छैन। उनलाई नखुवाई एक्लै कसरी खाउँ? उनको खबर गरौँ अनि 2-2 रोटी बाँडेर खाउँला भनी गण्डकी नदी नाला सबै स्थान खबर गर्दै गइन्। तिनै 8 रोटी मध्ये 4 रोटी नागले पाएर कस्तो अपूर्व रोटी पाएँ, यो मेरी स्त्रीलाई नखुवाई एक्लै कसरी खाउँ? म परदेश हिँडेको पनि 12 वर्ष भयो, अब घर गई 2-2 रोटी बाँडेर खाउँला भनी घर जान लाग्दा शाली नदी र त्रिशुली नदीको दोभानमा श्री स्वस्तानी परमेश्वरीको प्रसाद स्वरूप त्यो रोटीको प्रतापले नाग र नागिनको भेट भयो। अनि नागिनले प्रसन्न भएर भनिन्, हे स्वामी, मलाई एक्लै छाडेर यतिका दिनसम्म कहाँ जानुभएको थियो? मेरो भाग्यले आज तपाईँको दर्शन पाएँ। कसैले बगाएको यो रोटी भेट्टाएँ, त्यो तपाईँलाई नखुवाई एक्लै कसरी खाउँ? 2-2 बाँडेर खाउँला भनी गण्डकी नदी नाला सबैतिर खोज्दै हिँडेको हुँ। बल्ल सन्तोष भयो, लौ खानुहोस् भनी आफूसित भएको 4 रोटीमा 2 रोटी दिइन्। अनि नाग भन्दछन्, हे स्त्री, त्यस्तै 4 रोटी मैले पनि पाएको छु, तिमीलाई नखुवाई एक्लै कसरी खाउँ? 2-2 रोटी बाँडेर खाउँला, घर जाउँ भनेर आएँ। तिम्रो मुख देखेर सन्तोष भयो, लौ खाऊ भनेर आफूले पाएको 4 रोटीमा 2 रोटी दिए। दुवै स्त्री पुरुषले ती रोटी खाइसकेर नागिनी नागका काखमा बसी आनन्दले रहे। तब नाग भन्दछन्, हे स्त्री, 12 वर्षसम्म हामीहरूको भेट नभएको यसै रोटीको प्रभावले भेट भयो। जसले यी रोटी बगायो त्यसको भोलिकै दिनमा इच्छा सिद्धि होस्, लक्ष्मी प्राप्ति होउन् र शत्रु नाश होउन् भनेर अनेक आशीर्वाद दिए। अनि नागिनी भन्दछिन्, हे स्वामी, म पनि त्यसलाई आशिष दिन्छु। जसले यी रोटीहरू बगायो त्यसलाई नवग्रहहरूले पीडा नगरून्, राज्यलक्ष्मी त्यसका वशमा रहुन्। फेरि हामी जस्तै पति पत्नी छुट्टिएका भए पनि चाँडै भेट होस् भनेर अनेक आशीर्वाद दिइन्। यसरी आशीर्वाद दिएर नाग नागिनी आफ्नो आश्रममा गए। त्यसपछि लावण्य देशका मानिसहरू शाली नदीमा स्नान गर्न जाँदा त्यस्ता किसिमले बसेकी चन्द्रावतीलाई देखेर सोधे, तिमी देवकन्या, विद्याधर कन्या अथवा स्वर्गकी अप्सरा रम्भा तिलोत्तमाको हौ, यहाँ एक्लै किन बसेकी? यति लोकहरूले भनेको सुनि चन्द्रावती भन्दछिन्, हे लोक हो, म देवकन्या वा स्वर्गकी अप्सरा होइन, म वरुणपुरका अग्नि स्वामीका छोरी चन्द्रावती हुँ। गोमा ब्राह्मणीका पुत्र नवराजकी पत्नी हुँ। हिजो स्वर्गका अप्सराहरू यहाँ आई श्री स्वस्तानी परमेश्वरीको व्रत गरेर स्वर्ग गए। मैले पनि उनैको संसर्गमा श्री स्वस्तानी परमेश्वरीको व्रत गरेर राति जाग्राम गरे भनिन्। र लावण्य देशका लोकहरूले आश्चर्य मानेर गोमा ब्राह्मणीका पुत्र नवराज त हाम्रो देशको राजा भएका छन्, यो कुरा के कसो हो, राजालाई भन्नु पर्दछ भन्ने सल्लाह गरी नवराज राजा कहाँ गई। हे महाराज भनी चन्द्रावतीले भनेको सारा कुरा सुनाए। ती शाली नदीको तटमा बसिरहेकी छन्।
हुन् कि होइनन् विचार गरी बक्सियोस्। यति लोकले भनेको सुनि नवराज राजाले आफ्नी पत्नी चन्द्रावतीलाई सम्झे। अनि हे लोक हो, तिमीहरूले उचित कुरा भन्यौ। चन्द्रावती मेरी पत्नी हो, राज्यको कार्यभारले उसलाई बिर्सिरहेको थिएँ। अब तिमीहरू सबैजना गई डाकेर ल्याओ भनी उत्तम वस्त्र अलङ्कार पठाइदिए। अनि मन्त्रीलाई डाकेर भने, हे मन्त्री, मेरो स्त्री चन्द्रावती साली नदीका तीरमा आएर बसेकी रहेछ। अहिले लावण्य देशका लोकहरू नाना वस्त्र अलङ्कार पहिरी नाच गीत वाद्य गरेर लिन जाउन्। छिटै पठाऊ, म पनि परसम्म लिन आउँला। हात्ती घोडा रथ पैदल सेना आदि तयार गर भनी आज्ञा दिए। मन्त्रीले हुन्छ भनेर पुरा सहरमा झ्याली पिटाई सारा प्रजाहरू पछि लगाई आफू पनि गए। सबै चन्द्रावती कहाँ पुगेर प्रणाम गरी, हे महारानी, नवराज राजाले हजुरलाई लिन पठाएर हामी आयौँ। यो पालकी र वस्त्राभूषण ल्याएको छ, पहिरेर छिट्टै जाउँ भने। तब चन्द्रावतीले आफ्ना पति नवराजलाई सम्झेर, हे स्वस्थानी परमेश्वरी, मेरो पति नवराजसित चाँडै भेट होस् भनेर हिजो व्रत पूर्ण गरेँ, आजै भेट हुन लाग्यो। हे ईश्वरी, हजुरलाई कोटी कोटी नमस्कार छ। म पापिनी नाम भएर दुःखका सिन्धुमा डुबिरहेकीलाई कष्टबाट पार गर्नुभयो। हे लोकेश्वरी, हजुरलाई कोटी कोटी नमस्कार छ। हे भगवती, हजुरका कृपाले ब्रह्माले 14 भुवन सृष्टि गरे, यस्तै हजुरलाई कोटी कोटी नमस्कार छ। हे जगदीश्वरी, हजुरको दयाले म पनि लावण्य देशको रानी हुन आँटे भनी बहुतै प्रसन्न भई वस्त्रालङ्कार पहिरी पालकीमा बसी समस्त प्रजाहरू समेत भई लावण्य देश गई। नगर बाहिर पुगेपछि लावण्य देशका स्त्रीहरूले थाहा पाई हत्तपत्त गरेर कसैले पाकिसकेको भात छाडेर निस्के, कसैले खाँदा खाँदै हात पनि नधोई निस्के, कसैले छोराछोरी रुहाउँदै निस्के। अगाडि पुग्न भनी पहिले दगुर्दा कसैको हात र कसैको खुट्टा भाँचियो। यसरी नवराज राजाले चन्द्रावतीलाई अनेक मङ्गल यात्रा गर्दै दरबारमा लैजाँदा भए। अनि फेरि कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमी ध्यानपूर्वक सुन। त्यसपछि चन्द्रावतीले गोमा राजमाता र आफ्ना पति नवराज राजालाई प्रणाम गरिन् र नवराजले सम्मान साथ बसालेर चन्द्रावतीलाई सोधे, हे स्त्री, मैले तिम्रो मुख नदेखेको आज यतिका वर्ष भइसक्यो। फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ, ती डोलेहरू पनि आजसम्म फर्केर यहाँ आएनन्। तिमीले पनि आउन धेरै विलम्ब गर्यौ। म राजा भएको तिमीले थाहा पाएनौ कि मैले त राज्यको कार्यभारले तिमीलाई बिर्सिराखेको थिएँ। फेरि साली नदीको तटमा आएर एक्लै किन बसेकी मलाई त लावण्य देशका प्रजागणले भनेर पो थाहा पाएँ। फेरि तिमी पनि पहिलेकी जस्ती छैनौ, अत्यन्त तेजवती भइछौ। आफ्नो सबै वृत्तान्त सुनाऊ। यति आफ्ना स्वामी नवराज राजाले सोधेपछि प्रसन्न भएकी चन्द्रावती भन्न लागिन्, हे स्वामी, म माइतमै बसिरहेको थिएँ। हजुरले डोलेहरू पठाउनु भएछ, उनैद्वारा हजुर राजा भएको समाचार पाएकी हुँ। माता पितासँग बिदा मागी डोलीमा बसेर कहिले हजुरको दर्शन होला भनी हतपताइरहेकी थिएँ। संयोगले त्यस दिन माघ शुक्ल पूर्णिमा रहेछ र यहाँ आउने बाटोमा एउटा ठुलो जङ्गल रहेछ। त्यहाँ स्वर्गबाट अप्सराहरू आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेको डोलेहरूले देखेछन् र डोली अड्याई हामीलाई भोक लाग्यो, त्यहाँ पर केही पाए खाएर आउँछौँ, तपाईँ एकैछिन यहीँ बस्नुहोस् भनी मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई मनेर आई मलाई प्रसाद दिए। त्यस बेला मलाई अहङ्कारले छोप्यो र डोलीबाट ओर्ली डोलेहरूका हातबाट प्रसाद खोसी थुथु गरी थुकेर खुट्टाले कुल्ची दली मली पारी मिल्काइदिएँ र डोलेहरूलाई बेसरी हप्काई छिटो लैजाऊ भन्दै श्री स्वस्थानी परमेश्वरको अनेक प्रकारले निन्दा पनि गरेँ। बिचरा डोलेहरू डरले बोल्न नसकी चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे। साली नदीमा आइपुगेपछि साँगुद्वारा पारी तर्न लाग्दा आकाशमा चदुवा टाँगे जस्तै मेघ उठेर ठुलो पानीको साथै भयङ्कर हुरी पनि आयो र पुल भाँचियो। म पनि डोलीबाट लडी साली नदीमा परेँ। डोलेहरूको के गति भयो केही पनि थाहा पाउन सकिन। मेरो शरीर कहिले मुर्छा हुने र कहिले चेत आउने भयो। म यस्ती हुँ भन्ने पनि सिद्धि हरायो। नदीकै तटमा पडिरहेँ। निकै दिनपछि कपिल नामका 2 ब्राह्मण त्यतैबाट आए। मैले कहाँ जान लागेको भनी सोधेर तिनले राजाको ब्राह्मण भोजनमा जान लागेको भनेपछि मैले त्यसो भए मलाई पनि केही मागेर ल्याइदियो भने तिनीहरू भोजन गरेर घर फर्कन लाग्दा आएर, हे पापिनी, तेरो निम्ति हामीले लज्जित हुनु पर्यो। तेरो नाम लिनासाथ राजाको भण्डार नै सुकिगयो। राजमातालाई खाना भनेर पकाइराखेको भात रहेछ, त्यही ल्याइदिएका छौँ भनी मलाई पातमा भात दिए। भोकले आत्तिइरहेकी हुनाले मुख पनि नधोई खान तयार भएँ। त्यो देखेर ती ब्राह्मणहरूले भने, हे पापिनी, यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो। मुख धोएर खा अनि श्री स्वस्थानी परमेश्वरीको व्रत गरेस् त तेरो समस्त पाप रोग नाश हुनेछ भनी ती ब्राह्मण घर गए।
अनि म मुख धुन साली नदीमा जाँदा नदीको जल सुक्दै गयो। त्यो देखेर म माथि आई मुखै नधोएरै खान तयार भएँ, तर भात खरानी भयो। खरानी भए पनि खान खोज्दा ठुलो हुरी आएर उडाइ लग्यो। अनि म नाना तरहको शोक गरी रोई कराई भोक प्यास सहेर ठुलो कष्टले दिन काटिरहेँ। त्यही क्रमले रहँदा बस्दा पौष शुक्ल पूर्णिमा आयो र स्वर्गबाट स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न अप्सराहरू साली नदीमा आएर मैले उनलाई देखेँ अनि 4 हात पाउ टेकेर गई, तिमीहरूको हौ केही खानेकुरा भए मलाई देऊ, पुण्य होला म के पापले यस्ती भएँ भन्दा उनीहरूले भने, हामी इन्द्रका अप्सरा हौँ, श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न यहाँ साली नदीमा स्नान गर्न आएका हौँ। हे पापिनी, तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो। अब त श्री स्वस्थानी परमेश्वरीको व्रत गर, त्यसैको प्रभावले तेरो सारा पाप नाश होला र यो दुःखको सिन्धुबाट पार होलिस्। अनि मैले भने, म यस्तो स्थितिमा परेकी पापिनीले त्यो व्रत कसरी गर्नेछु? सामग्री कोदेला के चाहिन्छ? मेरो कुरा सुनि तिनीहरूले व्रतविधि बजाई स्वर्ग गए। मैले पनि उनीहरूको उपदेश अनुसार पौष शुक्ल पूर्णिमाको दिनदेखि नित्य स्नान गरी एक भक्त रही एकचित्त गरी महिना दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गरिरहेँ। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थानी परमेश्वरीको व्रतोद्यापन पूर्ण गर्न अप्सराहरू फेरि त्यहीँ आए। हे स्वामी, महिना दिनमै श्री स्वस्थानी परमेश्वरको व्रतको प्रभावले मेरो कुष्ठरोग पनि निको भयो, हात खुट्टा पनि पहिलेका जस्तै भए। र अप्सराहरूसित भने, हे अप्सरा हो, तपाईँहरूको उपदेशले पौष शुक्ल पूर्णिमादेखि व्रत प्रारम्भ गरेकी छु। महिना दिन भयो, अब श्री स्वस्थानी परमेश्वरीको पूजा गर्न मसँग केही सामग्री छैन, कसरी गर्ने भन्दा अप्सराहरूले भने, सामग्री नभए साली नदीबाट बालुवा ल्याई सामग्री तुल्या। अनि मैले साली नदीबाट बालुवा ल्याई सामग्रीको कल्पना गरेँ र त्यो सामग्री सिद्ध भयो, अर्थात् मैले जे कल्पना गरेको थिएँ त्यो सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भई, हे सुन्दरी, आजसम्म तँलाई हामी पापिनी भन्थ्यौँ, तर आजदेखि तेरो नाम पुण्यवती भयो भने र सोही सामग्रीले मैले तिनै अप्सराहरूको संसर्गमा व्रतको उद्यापन पूजा गरेँ। सम्पूर्ण व्रत पूरा गरेर उनीहरू स्वर्ग गए। अनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद अष्टोत्तर 100मा 8 रोटी, 8 अक्षता, 8 पुष्प, 8 पान, 8 कुड्का सुपारी, 8 यज्ञसूत्र र सगुन समेत दिन हजुर सामुन्ने नहुनाले मैले गङ्गाजीमा मेरो स्वामीसित छिटै भेट होस् भनी बगाइदिएँ। प्रातःकाल भयो र साली नदीमा स्नान गरी अब माइत जान्छु भनी तयार भइसकेकी थिएँ। त त्यत्तिकैमा लोकहरू लिन आए, हे स्वामी, मैले श्री स्वस्थानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्ती भएर पनि फेरि उनकै कृपाले र कपिल ब्राह्मण एवं अप्सराहरूको उपदेशले म यस्ती भएर आज हजुरको दर्शन गर्न पाएँ। श्री स्वस्थानी परमेश्वरी भन्दा ठुलो अर्को कुनै पनि देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो। सम्पूर्ण व्रतहरूको पनि व्रत, सम्पूर्ण तीर्थहरूको पनि तीर्थ, धर्मको पनि धर्म, कालको पनि काल र देवताको पनि देवता, यस्ती जगदीश्वरीलाई मेरो कोटि कोटि नमस्कार छ भनी चन्द्रावतीले श्री स्वस्थानी देवीलाई बारम्बार दण्डवत प्रणाम गर्दै भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां चन्द्रावती स्ववृत्तान्त कथनं नाम 27ोऽध्यायः। उपनयतु मङ्गलमुवः सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलीन दलनिवेक्षणः कृष्ण काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं शोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतं। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतोदार कथा प्रसङ्ग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापः। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यत् सकलं परस्मै नारायणायति समर्पयेतत्। श्री स्वस्थानी देव्यार्पणमस्तु। यति भन्दै 27औं अध्याय यहीँ समाप्त हुन्छ। भोलि फेरि 28औं अध्याय लिएर आउनेछु। आजलाई बिदा दिनुहोस्। नमस्ते।